हेलो गाइस, हजुरहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। आज म कुखुराको मोल उठाउने तर्फरमा छु। हेर्नुस्, काम भनेको सानो ठुलो होइन, काम भनेको चिज गर्ने बेला गरिराख्नु पर्दा शरीरलाई स्वास्थ्य हुन्छ। अब म मोल सोध थुपारेर भ्याइसकेँ। हेर्नुस् हजुरहरूले, त्यसपछि म बोरामा हालेर लोड। ल हेर्नु, यो मोलको थुप्रो हो, चावडा थुप्रो बनाएको छु। अब म बोरामा हाल्नेवाला छु। हजुरहरूले हेर्न सक्नुहुन्छ बेलचाले। अब म यहाँ डम्पिङ गर्दैछु, हजुरहरूले हेर्न सक्नुहुन्छ। डम्पिङ काम भनेको सानो। हजुरहरूले हेर्न सक्नुहुन्छ, यहाँ चावडा थुप्रा थियो। अहिले एउटा थुप्रा मैले उठाएर भ्याइसकेँ। यहाँ थियो एउटा, यहाँ दुईवटा, यहाँ तिनवटा, यहाँ तिनवटा थुप्रो उठाइसकेँ। चावडा थुप्रै एउटा भ्याइयो। अब यो पनि भ्याइन्छ एकछिनमा, 1 घन्टामा सबै भ्याइन्छ। त्यसपछि हेर्नुहोस्, अब 2टा थुप्रो रह्यो मलको। एउटा यहाँ रहेको छ। यताको थुप्रो पनि भ्याइयो, यहाँनिरको पनि भ्याइयो। एक थुप्रो उठाउन एकजनालाई 3 पसिनै पसिना भइयो हजुर। फाइनल्ली म भ्याउन लागेको छु, हजुरहरूले देख्न सक्नुहुन्छ। अब 1 बोरा छ, यसलाई म उठाउने छु। अब एक्लै त गाह्रो रहेछ हाल्न। हजुरहरूले हेर्न सक्नुहुन्छ, मैले भ्याइसकेको छु सबै कुखुराको मल उठाएर। के गर्ने, हजुरहरूलाई मैले देखाउन सकिनँ एक्लै भएर। यसको लागि म क्षमा माग्न चाहन्छु। अब म डम्पिङ गरेको एरिया देखाउँछु हजुरहरूलाई। ल